चितवन यस्तो एउटा ठाउँ हो जहाँ घाम लाग्दा पानी पर्न थाल्दा पानी पर्दा र पानी परिसकेपछि एउटै लेभलको गर्मी हुन्छ। यस्तो गर्मी कि यो आँप हजुरहरूले देख्नु भइरहेको छ नि एउटा घामले पाकेर पहेँलो भएको आँप, अनि एउटा त्यही बोटको हरियो आँप जसमा चाहिँ घाम परेको थिएन। यस्तो बब्बाल गर्मी हुँदा पनि वर्ल्ड कपको सिजन लागेको भएर म र घरपेटी अङ्कल अनि सानो घरपेटी मिलेर कहिलेकाहीँ फुटबल खेल्ने गर्छौं। अनि यस्तो गर्मीमा फुटबल खेल्दाखेरि हालत त हजुरहरूलाई थाहा नै छ कस्तो हुन्छ भनेर। त्यही भएर यो गर्मीबाट यस्तो नराम्रो हालतबाट टाढा हुनको लागि आन्टीले जहिले पनि हामीले फुटबल खेल्दा खेल्दै बोलाउनुहुन्छ माथिबाट। अनि हामी दुई दाजुभाइ हत्त न पत्त गेम छोडेर लाग्छौं। किन भन्दा गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्लिक्स खुट्टु खुट्टु पियो या सिपमा रमायो अब गर्मी लाइक इट्स चिसो हर्लिक्स। यस गाइज, गर्मीमा चिसो हर्लिक्स जसले न्युट्रिसनका साथसाथै एकदमै बब्बाल रिफ्रेशमेन्ट पनि दिन्छ। यो गर्मीमा बाहिर मेरो फेभरेट ड्रिंक भइसक्यो किनकि आयो मौसम चिसो हर्लिक्सको।